सो हेलो एभ्रिवान, सबैजनालाई नमस्ते अनि सबैजना सन्चै आरामै हुनुहुन्छ होला। फेरि अर्को नयाँ ब्लग लिएर आइसकेको छु। सबैजनालाई एकदमै स्वागत छ अनि वेलकम ब्याक टु माई च्यानल भन्न चाहन्छु। सो गाइज, आज चाहिँ अब 2025 सकेर 2026 सुरु भइसकेको छ। अङ्ग्रेजी नयाँ वर्ष 2026 को सबैजनालाई धेरै धेरै शुभकामना दिन चाहन्छु। सो गाइज, अब मान्छे भइसकेपछि मान्छेको जीवनमा तनाव, दुःख, सुख, अप्स एन्ड डाउनहरू आइराख्दो रहेछ। त्यही हो, सबै कुरालाई बिर्सेर हामी अगाडि बढ्नु पर्ने हुन्छ। अनि त्यही हो, अब 2025मा जे जस्तो भयो नि 2026मा चाहिँ सबैजनाले सोचेको आँटेको पुरा होस्, सबैजनालाई खुसी मिलोस् भनेर धेरै धेरै शुभकामना दिन चाहन्छु। अनि त्यही हो, अब आज चाहिँ नयाँ वर्षमा यसो भ्लग बनाउनु पर्यो भनेर न्यु इयर भ्लग लिएर आएको छु। अनि आज म कहाँ जान्छु, के गर्छु, त्यो थाहा पाउनको लागि चाहिँ भिडियो अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। आज चाहिँ तपाईँहरूलाई सरप्राइज भिडियो छ। अनि त्यही हो, च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ लाइक, कमेन्ट एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै भिडियो अन्तिमसम्म हेरेर इन्जोय गर्नु होला। अहिले चाहिँ अब रुममा छु, अब रेडी सेडी भएर आज बस स्टेसन जानुपर्ने हुन्छ। बस स्टेसनबाट चाहिँ अर्को त्यो सुवन 1मा गएर त्यहाँबाट पनि फेरि अर्को बस चढेर आजको हाम्रो फाइनल गन्तव्यमा पुगिन्छ। सो आजको ठाउँ कहाँ हो भनेर थाहा पाउनको लागि पनि तपाईँहरूले भिडियो अन्तिमसम्म हेर्नुपर्ने हुन्छ भन्दै न्यु इयरको सबैजनालाई धेरै धेरै शुभकामना भन्दै आजको भिडियो स्टार्ट गर्न चाहन्छु, आजको भ्लग स्टार्ट गर्न चाहन्छु। लेट्स गो गाइज। सो म चाहिँ अहिले रुमबाट निस्किसकेको छु अनि जाडो छ, त्यही भएर हुम्म परेर ज्याकेट स्याकेट लगाएर हिँड्नुपर्ने हुन्छ, नत्र मार्छ चिसोले। अस्ति चाहिँ अलि ठिक्क ज्याकेट लगाएर हिँडेको झन्नै बर्बाद भएको। सो गाइज, म चाहिँ अहिले यहाँ बस स्टेसनसम्म आइसकेको छु अनि बस आउन चाहिँ अब 2-4 मिनटमा बस आउँदैछ। अनि यहाँबाट चाहिँ सुवन स्टेसन गएर सुवन स्टेसनबाट फेरि अर्को बस चेन्ज हान्नुपर्ने छ। ट्याक्कै बस पनि आइसकेको छ। लास्ट चिसो छ, अलिअलि घाम लाग्ला जस्तो भइरहेको छ। त्यही पनि बस चढेर जानुपर्ने हुन्छ। बस पुरै खाली छ आज चाहिँ। यो चाहिँ यहाँको सुवन स्टेसन, जोस् यो चाहिँ जक्सन हो। यहाँबाट कोरियाको जोस् प्रायः जसो सबै ठाउँतिर चाहिँ जान सकिन्छ बसबाट, ट्रेनबाट। अनि यहाँबाट चाहिँ अर्को बस चढेर आजको हाम्रो गन्तव्यतिर लाग्नुपर्ने हुन्छ। भिडियो हेर्दै गरौँ, स्टे ट्युन है त। सो गाइज, म चाहिँ अहिले अर्को स्टेसनसम्म आइसकेको छु। यहाँ पनि बस आउन चाहिँ 5-6 मिनट अझै टाइम लाग्ने भयो। अब यहाँबाट चाहिँ बस चढेर डाइरेक्ट लागिन्छ है त। सो गाइज, आजको गन्तव्यसम्म चाहिँ आइसकेको छु म। अनि मैले नि यो यसो यता टिकटकतिर यसो हेर्दाखेरि यो चाहिँ घुम्नका लागि चाहिँ सबैजना आइराख्ने, यहाँ चाहिँ राम्रो छ भनेर आजको लागि चाहिँ यतातिर आएको छु। हेरौँ भित्र के कस्तो छ। लेट्स गो गाइज है त।
सो गाइज यहाँसम्म त आइपुग्यो। अब आज न्यु इयरको दिनमा ब्याड लक रहेछ मेरो। जुन ठाउँमा आजको फाइनल डेस्टिनेसन थियो त्यो नै बन्द रहेछ कि आज। झन् न्यु इयरको दिनमा खोल्नुपर्ने ठाउँ बन्द रहेछ। तनाव भयो न्यु इयरको दिनमा, लोद्दर लाग्यो। अब के गर्ने, फेरि फर्केर जानुपर्ने भयो। अब केही छैन, यहाँबाट फेरि आज उतै स्टेसनतिरै गएर अनि यसो घुमघाम गरेर फर्किनु पर्ने हुन्छ। के गर्ने, त्यत्रो टाढाबाट यति चिसोमा यार हिउँ खेल्न जाँदा धरि यस्तो चिसो थिएन। यस्तो जाडोमा पठ्याङ्ग्रिँदै आइयो। लास्टमा त बन्द रहेछ कि यो, के भन्ने। ठिकै छ, अब नेक्स्ट टाइम आउनुपर्छ। आजको लागि चाहिँ उतै स्टेसनतिर घुमेर भ्लग इन हान्नुपर्ने हुन्छ। भिडियो हेर्दै गरौँ, इन्जोय गरौँ। सो गाइज उता चाहिँ बन्द भएको कारणले म चाहिँ अहिले अर्को ठाउँ आएको छु घुम्नका लागि। सो यहाँको दृश्य के कस्तो छ म तपाईँहरूलाई देखाउने छु। भिडियो हेर्दै गरौँ, इन्जोय गरौँ है त। यो चाहिँ पुरै चाइनाको ग्रेट वाल जस्तो पर्खार सल्खार लाएर घुम्ने ठाउँ बनाएको रहेछ। यहाँ चाहिँ यस्तो जाडोमा आज जुन ठाउँमा जानुपर्ने अब त्यो ठाउँमा त भएन। जाडोमा दुःख पाइयो आज यार। अब यस्तो बाहिर भिडियो बनाएर हिँडिराख्नु परिरहेछ। चिसोले हात झर्ला जस्तो बस्यो यार, तनाव बनायो आज। सो गाइज म चाहिँ अहिले रुम आइसकेको छु। अनि आज चाहिँ अब न्यु इयरको दिनमा झन् यस्तो बवाल भ्लग बनाऊ भनेर निस्केको। चिसो खाना लेखेको रहेछ। आज चिसोमा मात्र घुमघाम भयो, चिसो मात्र खाइयो। अब कोरियामा झन् चिसो बढिरहेको छ। न्यु इयरको दिनमा झन् आज यसो त्यो ग्यालेरिया मल भन्ने थियो, अनि मैले नि यसो टिकटकतिर हेरेर त्यहाँ चाहिँ मान्छेहरू प्रायः घुम्न जाँदो रहेछ। अनि त्यहीँ गएर आज चाहिँ बवाल भ्लग बनाउनु पऱ्यो भनेको। अब न्यु इयरको दिनमा यहाँ फेरि अलि छुट्टीलाई अलिक प्रायोरिटी दिन्छ। फेरि सबैजना अब छुट्टी मनाउन गएछ, मल चाहिँ बन्द। अब भिडियो देखिहाल्नु भयो आज यस्तै नै भयो। ठिकै छ, अब नेक्स्ट टाइम चाहिँ अझै योभन्दा नि राम्रो भ्लग लिएर आउने बाचा गर्दै सबैजना जहाँ छौ जता छौ सबैजनालाई अङ्ग्रेजी नयाँ वर्ष 2026 को ह्याप्पी न्यु इयर भन्दै अनि नेक्स्ट भ्लगमा फेरि भेट्ने बाचा गर्दै सबैजनालाई गुड बाई एन्ड जय नेपाल।